नमस्ते, म विनोद राउत। यहाँलाई स्वागत छ मेरो फेसबुक पेज अनि युट्युब खोटाङ डायरीमा। मसँग आज हुनुहुन्छ दिपेन्द्र बुढा मगर। धन्यवाद विनोद सर। लगायत खोटाङ डायरी हेरेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा म दिपेन्द्र बुढा मगरको तर्फबाट र आज यस अवसर दिनुभएकोमा खोटाङ डायरीका सञ्चालक विनोद राउत सबैप्रति हार्दिक आभारी छु। आज हामी समसामयिक विषयमा रहेर कुराकानी गर्नेछौँ होइन। देशको अवस्था, अहिलेको जुन परिवेश छ त्यसलाई पनि मध्यनजर गर्दै हामी थोरै कुराकानी गर्नेछौँ। यहाँ चाहिँ प्रवासमा रहेर पनि आफ्नो देशको बारेमा होइन, आफ्नो गाउँको ठाउँको बारेमा अति नै चासो राख्नु। राम्रो प्रश्न उठान गर्नुभयो। देशमा अहिले तत्कालीन समयमा जेनजी आन्दोलनले गर्दाखेरि देशको ठुल्ठुला भौतिक संरचनाहरू नष्ट देखि लिएर अन्य प्रत्यक्ष अप्रत्यक्ष रूपमा अन्य धेरै चाहिँ घाटामा छ देश दुविधामा। अनुरूप पनि हामी प्रवासमा हुँदै गर्दा, हामी नेपालीहरू रहँदै गर्दा र हामी प्रवासमा हुँदै गर्दा हामीलाई पनि दीर्घकालीन असर हुने भएको हुनाले हामीले चाहिँ चासो र चिन्ता ल्याउनुपर्छ जस्तो लाग्छ। तर पनि देशको चिन्ता अहिले देशमा चुनावी माहौल पनि छाइरहेको छ। एक खालको नै छ भनौँ होइन। हजुर, देश यति बेला चुनावी माहौलमा होमिएको छ। यस विषयमा तपाईँका धारणाहरू के छ? यस्तो छ, यो चुनाव गर्नुपर्ने बाध्यात्मक परिस्थिति पनि सिर्जना भयो। नेपाल सरकारले जसरी चाहिँ यो आन्दोलनले गर्दा, यो परिवर्तित आन्दोलनले गर्दाखेरि चुनाव गर्नुपर्ने बाध्यता पनि आयो। यो चुनाव चाहिँ हुनु पर्थ्यो, भयो पनि र हुने भएको पनि छ। चुनाव 77 जिल्लामा अब आफ्ना दलहरूले चाहिँ दल दर्ता गराइसकेर उम्मेदवारी दर्ता गराइसक्नु भएको छ। यस प्रक्रियामा त चुनाव हुन्छ। कतिको उत्साहित हुनुहुन्छ यो चुनावलाई लिएर, यो माहौललाई लिएर? म केमा उत्साहित छु भन्दाखेरि जसरी चाहिँ परिवर्तनको आवाजहरू जसरी उठिराखेका छन्, जसरी चाहिँ परिवर्तन हुनुपर्छ, योभन्दा अगाडिका सांसदहरू, अगाडिका मन्त्रीहरूले, प्रधानमन्त्रीहरूले गर्न नसकेका काम हामी गर्छौँ भनेर जसरी युवाहरूको पनि त्यस्तो चासो छ र उहाँहरू पनि राजनीतिमा आइराख्नु भएको छ। यस अर्थमा म खुसी छु। के लाग्छ अहिले जुन परिवर्तनको लागि भनेर यत्रो बृहत आन्दोलन भयो, जेनजी आन्दोलन भयो, अब जनताले यदि पत्याएछन् नै भने नयाँहरूलाई, जो नयाँ काम गर्छु, राम्रो गर्छु, पहिलेभन्दा राम्रो गर्छु, सुधार गर्छु भनेर आएका छन्, जनताले यदि पत्याएछन् भने, चुनावमा चाहिँ पत्याएछन् भने त्यो गर्छु भनेर आएको काम गर्न सक्ला? यस्तो छ, यस विषयमा जसरी गर्छु भनेर आउनु भएको छ यसमा मेरो खुसी व्यक्त हो। तर देशको परिस्थिति र देशको चाहिँ माहौल हेर्दाखेरि अहिले तत्कालीन नै चुनावमा आएर चुनाव जितिसकेपछि पनि जनता त्यति खुसी हुन्छन् भन्ने मलाई लाग्दैन। यो काम गर्नुपर्छ भन्ने त छ। जस्तै विगतका केही उदाहरणहरू जस्तै विगतमा पनि यस्तो छ। विगतको इतिहास हेर्ने हो भने पञ्चायत कालदेखि नै होइन, जसरी चाहिँ विकास चाहिँ हुनु पर्थ्यो, कर्मिक रूपमा हुनु पर्थ्यो, त्यो त भइ नै राखेको थियो। अलिकति कमी कमजोरी भनेको व्यवस्थापनमा हो, त्यहाँ गर्ने नेतृत्वहरूको व्यवस्थापनमा हो। त्यो कहीँ कतै उनीहरू आफ्नो दल बलबाट उनीहरू चुके त्यस अनुसार चाहिँ त्यसरी चाहिँ विकास हुन सकेको थिएन। जहाँ चाहिँ विकास हुने ठाउँमा त कर्मिक रूपमा भइरहन्छ नि, यो निरन्तर प्रक्रिया हो। सक्षम व्यक्ति अथवा चाहिँ तपाईँ भन्नुहोस् न, सक्षम उम्मेदवारले चाहिँ त्यहाँबाट विजय हासिल गर्दै गर्दा, जस्तै केही समय अघि यो धरानको विषयमा पनि, धरानमा चाहिँ यो स्थानीयको चुनावमा हर्का साम्पाङज्यूले चाहिँ मेयरमा त्यहाँ विजय हासिल गरेको भोलिपल्टको भिडियो। हजुर, मैले त्यो भिडियो देखेको थिएँ। त्यहाँ चाहिँ एकजना दिदीले के भन्दै हुनुहुन्थ्यो भने, हिजो हर्केलाई भोट हालेर आइयो, आज धारामा पानी छैन, गाग्री रित्तो छ भन्दै हुनुहुन्थ्यो। जस्तै अब यो अहिले पनि त्यस्ता असन्तुष्टि जनाउने मान्छेहरू त पक्का भेट्टि नै हाल्छन् होइन। यो नयाँ पुस्ताले जितेरै आएछन् भने पनि त्यो हिजोको आजै गर्न सकिने कामहरू पनि त्यस्ता हुन्छन् होला र।
त्यस्तो आश राख्नुहुन्छ हामी जनताले? प्रश्न राम्रो गर्नुभयो। यो प्रश्न समय सान्दर्भिक छ। यस्तो छ, विकास मैले अघि नै पनि यहाँलाई निवेदन गरेँ, विकास भनेको चाहिँ क्रमिक रूपमा हुने हो। यो आजको भोलि जस्तै माथिबाट चाहिँ बजेट आयो, केन्द्रबाट चाहिँ बजेट स्थानीय तहमा विनियोजन गर्यो र त्यो बजेटको पनि त प्रक्रिया हुन्छ नि होइन। त्यो प्रक्रिया पुऱ्याएर चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ। त्यो केन्द्रबाट बजेट आउँछ अनि आजको भोलि चुनाव जितेको भोलि मेरो घरमा सडक पुगेन, मेरो घरको आँगनमा चाहिँ पानी आएन, मैले पानी 2 घन्टा लगाएर बोक्नु पर्यो, यो किसिमको चाहिँ मानसिकता अलिकति नराम्रो हो। जनतामा चाहिँ त्यो खालको शिक्षा हुनुपर्छ कि विकास क्रमिक रूपमा हुन्छ र विकास हुँदै गर्दा पनि विकास कसरी भइरहेको छ भन्ने कुरा जनताले पनि चासो राख्नुपर्छ र नेतृत्वदायी भूमिका खेल्ने मान्छेहरूको पनि भिजनरी प्लान हुनुपर्छ र त्यस अनुरूप नै विकास हुन्छ र जनताले पनि र प्रतिनिधिहरूले पनि काम गरेपछि त्यो आजको भोलि भन्ने हुँदैन, विकास क्रमिक रूपमा हुन्छ, विकास हुन्छ। त्यसरी भयो भने विकास दिगो विकास हुनु पर्यो। दिगो विकासको लागि टाइम समय चाहियो। त्यो कुनै पनि विकास त्यो देखावटी गर्नको लागि चाहिँ एकदम त्यो होला, भलै हुन सक्छ। त्यो आजको भोलि भने जस्तै 2-4 दिनमा पनि कामहरू हुन सक्छन् होइन, तर त्यसले तत्काल फाइदा हुँदैन। दिगो विकास गर्नको लागि केही समय लाग्छ र केही गर्न सकिन्छ। हामी आशावादी छौँ। अहिले देश एउटा चुनावी माहौलमा छ, यहाँहरू सबैलाई अवगत नै छ। यो चुनावी माहौलमा हुँदै गर्दा सक्षम नेतृत्व, सक्षम उम्मेदवारहरू चाहिँ विजयी हुँदै गर्दा आशा छ उहाँहरूको भिजनरी प्लान उहाँहरूको चाहिँ त्यसरी चाहिँ बनाएर नयाँ विकासलाई चाहिँ थालनी गर्नुभयो र दीर्घकालीन विकासलाई चाहिँ प्राथमिकता दिनुभयो भने त्यो सम्भव छ। र उहाँहरू जनतामाझ पनि उहाँहरूले चाहिँ प्रशिक्षण गराउन सक्नु पर्यो कि यो चाहिँ विकास यसरी हुन्छ र यसरी गर्नुपर्छ, ल गरौँ भन्ने खालको चाहिँ हुनुपर्छ। त्यो चाहिँ मनसिकता भएन भने फेरि हुँदैन फेरि विकास। जस्तै अब यो चुनावको बेलामा प्रदेशमा रहँदा हाम्रो अपिल यही नै हुन्छ तपाईँहरूलाई। नमस्कार, धन्यवाद। साथै विनोद रावतले आज यो छोटो समय मलाई पनि दिनुभयो, त्यसको लागि हजुरलाई विशेष धन्यवाद।